क्यामेरामा साङ्लो बोरो हुनुपर्छ। मैले पनि त मुन्छे थर्काउन पाउनु पर्यो नि। के कसो हो जिग्री बोरो? कके यो घाँसले रड गरिहाल। यसपालि चाहिँ त क्यामेरामा बस्न त ल। के साह्रो हो त चाहिँ? किन नहुनु भइहाल्छ नि। ल म क्यामेरामा लागेँ, तिमीहरू फटाफट काम सुरु गर त। ल है त। ल रक्षा अघिको जस्तै है, मान्छे आउने बित्तिकै हामीलाई बोलाइहाल है। ल बोले बिस्टिफ लक। कहाँ जान्ला त? जिग्री अघि मलाई पिट्ने मान्छे यही हो। के नचाहिने कुरा हेरेर काम सुन्छु र के सोचेर जिग्री के हो? हेर न, यो चाहिँ फुर्ती गरिरहेछ। ओ एमजी यही नै पो रक्षा। ओए के पारा हो तेरो? नारी माथि हातपात गर्न लाज लाग्दैन तँलाई? त्यस्ता कुरा चाहिँ घाममा सुकाइदिए के गर्ने मैले बच्चालाई? ए आमा हो, के गरे अरे? होइन ए काइते, ठुला कुरा गर्छस् हामीसँग? गाउँका चेलीबेटी माथि हातपात गर्ने त उल्टै ठुला कुरा गर्ने। गल्ती गरेपछि माफ पाऊँ हजुर भन्न सक्दैनस्? खुरुक्क माफ माग, खुट्टा रोक। के हो भान्जामाथि यत्रो आरोप? त पनि बाँच्दैन सायद। होइन होइन दुजु, एक्चुअली कुरा के भने नि दुजु, हामी प्र्याङ्क भिडियो खिच्दैछौँ के। उता हेर्नु त क्यामेरा। क्यामेराम्यान त भागेछ दुजु, तर यो प्र्याङ्क भिडियो हो दुजु। प्राङ्क स्याङ्क थाहा भने मलाई तिमीलाई छोडिदिनु म आज। बरु पराङ सराङ होइन, बरु ठोकुम कुलेला। नानु त्यो जिग्री भाग्ला, तिमी राम्रोसित रेखदेख गर। सामानहरू सकिन ल्याएर म चाहिँ बजार गएर यसो सामान ल्याउँछु है। ल अलि राम्रोसित हेर नि, फेरि भाग्ला त बेको। यो र यो जगल्टे कुदेको होइन, स्वाइन फ्लू लगाएपछि त यो बौलाएछ कि के हो? अब कुद्दा कुद्दै कहाँ आएर फ्याक्टै मर्ने भयो। बेकुप तँ यहाँ? अनि किन कुदेको? कहाँ कुदेको? यस विषयमा पछि कुरा गरौँला कि सुट। अहिले यो प्र्याङ्क केसले टचर दिइरहेछ।